प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना कार्यकर्ता र मतदातालाई प्रभावित पार्ने गरी अर्बौं रुपियाँ वितरण गर्न लागेको भन्दै प्रमुख सत्तारूढ घटक कांग्रेसले असन्तुष्टि जनाएको छ। प्रधानमन्त्री दाहालले शान्ति तथा पुनर्निर्माण मन्त्रालय मार्फत सशस्त्र द्वन्द्वमा मारिएका तथा बेपत्ता परिवार, घाइतेको उपचार खर्च र अयोग्य लडाकुका नाममा करिब 16 अर्ब रुपियाँ वितरण गर्ने कार्ययोजना अघि बढाएपछि कांग्रेसले असन्तुष्टि जनाएको हो। प्रधानमन्त्रीले भदौ 23मा व्यवस्थापिका संसदमा गरेको सम्बोधन कार्यान्वयन गर्न दिएको निर्देशन अनुसार शान्ति मन्त्रालयले कार्ययोजना अघि बढाएको छ। कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री रामशरण महतले शान्ति प्रक्रियासँग सम्बन्धित विषयमा दलीय सहमति कायम नगरी एक ढंगबाट निर्णय भएको भन्दै असन्तुष्टि प्रकट गरेका छन्। कांग्रेसले एकपक्षीय रूपमा नभई सशस्त्र द्वन्द्वका क्रममा मारिएका अन्य राजनीतिक दलका कार्यकर्ता, सर्वसाधारण सुरक्षाकर्मी तथा कर्मचारीका परिवारले पनि थप सुविधा पाउनुपर्ने तर्क राखेको छ। कांग्रेसले माओवादीबाट घर सम्पत्ति लुटिएका, अपहरणमा परेका, यातना भोगेका र सम्पत्ति गुमाएका परिवारलाई पनि क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ। मन्त्रालयले तयार पार्दै गरेको कार्ययोजना अनुसार बेपत्ता र शहीद परिवारका लागि मात्रै 9 अर्ब 70 करोड 80 लाख रुपियाँ लाग्दछ। प्रधानमन्त्री दाहालले बेपत्ता र शहीद परिवारलाई 5 लाख राहत दिने घोषणा गरेका थिए। मन्त्रालयको तथ्याङ्कमा बेपत्ता र शहीद परिवारको संख्या 19,416 छ। यो संख्या अझै बढ्ने मन्त्रालयको अनुमान छ। अयोग्य लडाकुका लागि थप 2 लाख रुपियाँ पनि दिने प्रधानमन्त्रीको घोषणा छ। सशस्त्र द्वन्द्व र जनआन्दोलनका 21,756 घाइतेका लागि 2 अर्ब 17 करोड 56 लाख रुपियाँ लाग्ने अनुमान छ। प्रधानमन्त्री दाहालले सबै घाइतेहरूको उपचारका लागि 1 लाखका दरले थप सुविधा दिने घोषणा गरेका थिए। प्रारम्भिक तथ्याङ्कका आधारमा मन्त्रालयले 13 अर्ब 68 लाख रुपियाँको कार्ययोजना बनाएको छ, तर तथ्याङ्क थप हुने भएकाले 16 अर्ब रुपियाँ लाग्ने मन्त्रालयको अनुमान छ। विगतमा राहत पाउन बाँकी मृतक बेपत्ता पारिएका व्यक्तिका हकदारलाई पनि सुविधा दिने प्रधानमन्त्रीको घोषणामा छ। यस्तो संख्या 1508 छ, जसका लागि 32 करोड 16 लाख रुपियाँ छुट्याइएको छ। प्रधानमन्त्रीले रोल्पामा जनयुद्ध संग्रहालय स्थापना गर्ने घोषणा समेत गरेका छन्।